भयो खानु न मेरो राजा यो त मत्तै नै यति माया गरेर बुढीले दिएपछि खाना पर्छ है बुढा फाल्न छोरीहरूले फालेको त गीताले बोला फाल्न हुन्न नि त कति पैसा परेको छ किन फाल्ने त नि अनि उनीहरूले खाएनन् भनेर भुइँमा के अरे डस्टबिनमा हालेर हुन्छ त खानेकुरा अनि के म डस्टबिन हो तँले खाना अनि त्यस्तो भनेको भने मैले नि खाएको छु नि तपाईँले नि खानु मैले त्यो उनीहरूले नखाएको ल्याएको होइन कि मैले मेरो बुढालाई माया गरेर खुवाउन लिएर भयो के मैले भयो भनेको उहाँले थुपका खाने कि नखाने आ गर्नु काउलो पार्दा नि हुँदैन रिसाउँदा नि हुँदैन उहाँले फेरि सुइसु खानु छिटो भयो बुढा खानु भयो होइन थुपका आ गर्नु भयो म रिसाउनु नपरोस् फेरि म अझ उल्टै मलाई धम्काउने रिसाउनु नपरोस् भनेर थुपका आ गर्नु खान्न कहाँ भयो भनेको अल्नु मेरो बुढालाई गोल्दै मेरो राजालाई ओले ज्यापा अब लास्ट एकचोटि खानु अनि भयो क्या अनि सकिन्छ छोरीहरूले खाएनन् कि बुढा फालेको होइन छोरीहरूले नखाएको फालेको हुन्छ माया हो यो केही पनि हुँदैन मत्तै नै गर